के तपाईँको बाइकको पनि क्लच प्लेट बारम्बार फेरिराख्नुपर्ने घरिघरि फेरिराख्नुपर्ने समस्या भइरहेको छ? त्यसो हो भने चाहिँ यो भिडियो चाहिँ तपाईँहरूको लागि है त। मेन भनेको एउटा बाइक राइडरले चाहिँ जानकारी लिनुपर्ने, बाइक राइडरलाई थाहा हुनुपर्ने कुरा भनेको चाहिँ एउटा क्लचको एडजस्टमेन्ट हो है। हेर्दाखेरि नर्मल कुरा लाग्छ, तर यो चाहिँ विशेष भन्नुपर्दा चाहिँ जान्नै पर्ने कुरा हो। एउटा राइडरले बाइकको क्लचको एडजस्टमेन्ट चाहिँ कति हुनुपर्छ भन्ने कुरा चाहिँ तपाईँहरूलाई थाहा भएन भने चाहिँ तपाईँको बाइकको क्लच प्लेट चाहिँ गइरहन्छ, तपाईँलाई थाहा हुँदैन है। त्यही भएर बाइकको क्लचको एडजस्टमेन्ट चाहिँ जुन तपाईँले यो ग्यापिङ देख्नुहुन्छ, यो ग्यापिङ तपाईँको 10 mm जति हुनुपर्छ। थोरै तपाईँले डिस्टेन्समा हेर्दाखेरि आफैले पनि थाहा हुन्छ 10 mm जति ग्यापिङ हुनुपर्छ। अनि कुनै कुनै बाइकमा चाहिँ क्लच यतिसम्म आएको हुन्छ र यो ग्यापिङ चाहिँ बढिरहेको हुन्छ, धेरै बढेको हुन्छ र यतिकै चलाइराख्नुहुन्छ। अनि त्यो कारणले गर्दा चाहिँ क्लच प्लेट चाहिँ तपाईँ हाफ क्लचमा चलिरहनुहुन्छ, तपाईँ हाफ क्लचमा चल्यो भन्दाखेरि त्यो डिस्टेन्स हुँदैन कि यहाँनिर। त्यो कारणले गर्दाखेरि चाहिँ तपाईँको क्लच प्लेटहरू चाहिँ जाने चान्सेस बढ्छ। त्यही कारणले गर्दाखेरि चाहिँ तपाईँले चाहिँ क्लचमा ध्यान दिनु होला। तपाईँको क्लचको जुन ग्यापिङ हुन्छ त्यो चाहिँ 10 mm हुनु पऱ्यो, जुन चाहिँ मैले भिडियोमा देखाइरहेको छु। यति मात्र हुनु पऱ्यो है त। यो भयो भने चाहिँ तपाईँको बाइकको क्लच प्लेट चाहिँ अलि लङ टर्मसम्म टिक्छ है त, चल्नुपर्ने समयसम्म चाहिँ चल्छ है त।